पाई इज नट अ स्क्याम। फाइनली पाई चाहिँ मैले बेचिसकेको छु साथीहरू र आफ्नो वालेटमा पैसा लिएर आइसकेको छु। धेरै पाई चाहिँ मसँग थिएन, मैले बेच्न पाइनँ र लक गरेको थिएँ आधी त नभए 75% नै। सो जति थियो त्यति चाहिँ बेचेर मैले पैसा लिएँ। वेलकम ब्याक टु माई भिडियो। अनि आज चाहिँ हामी पाई कोइनलाई विथड्र गर्नेछौँ। पाई कोइन जुन चाहिँ हामीले लगभग 5 वर्षदेखि माइन गरिरहेको थियौँ। मैले त धेरै गरेको थिइनँ, मसँग टोटल 500 जति कोइन थियो। त्यसको भ्यालु चाहिँ अहिले $3 थियो, तर आज अहिले चाहिँ घटेर $2 भइसकेको छ। मैले चाहिँ बेचिसकेको छु, मैले देखाउन मात्र लागेको। सो कसरी गर्न सक्नुहुन्छ तपाईँहरूले भनेर। सो पहिला सुरुमा तपाईँहरू जानुहोस् आफ्नो मोबाइलको एपमा, पाईको वालेटमा। तपाईँलाई फोनको स्क्रिनमा लगेको छु यता। मैले चाहिँ पाई माइन गर्न पहिले छोडिसकेको थिएँ। अनि यो लास्ट इयर 2024मा चाहिँ माइग्रेट गरेको थिएँ मैले आफ्नो वालेटमा। तर सेल्स चाहिँ कतै पनि गरेको थिइनँ, किनभने ओपन भएको थिएन। तर अहिले चाहिँ मैले आफ्नै कोइन स्पट अकाउन्टमा राखेर चाहिँ सेल गरेको छु। तपाईँहरू आफ्नो मोबाइलको वालेटमा गएर यस्तो इन्टरफेस देखेपछि चाहिँ 3 डटमा क्लिक गर्नुहोस्। पाई चाहिँ फोनबाटै माइन गर्न मिल्ने भएको भएर सबैजनाले, धेरै जस्तो नेपालीहरूले पनि माइन गर्नुभएको छ होला। सो माइन मात्र गरेर भएन, यसलाई बेच्न पनि पर्यो। त्यसको मार्केट खोलेको छ, तपाईँहरूले पनि बेच्न सक्नुहुन्छ यसलाई अहिले। सो पाईले चाहिँ फाइनली आफ्नो मार्केटमा भ्यालु लिइसकेको छ। $3बाट सुरु भएको छ र यो चाहिँ घटिरहेको छ। घटना चाहिँ अहिले $2 पुगिसक्यो। यो चाहिँ AUD को कुरा आइरहेको छ, मैले अस्ट्रेलियन डलर। तर त्यसको लागि चाहिँ पहिला तपाईँहरूले माइग्रेट गर्नुपर्छ। माइग्रेट गर्नको लागि चाहिँ KYC भेरिफाई, इमेल भेरिफाई, फोन नम्बर सबै भेरिफाई गर्नुपर्छ। KYC भेरिफाई गर्नुपर्छ पहिला चाहिँ। मैले चाहिँ KYC आफ्नो लास्ट इयरै भेरिफाई गरिसकेको थिएँ, त्यही भएर मैले तपाईँलाई त्यो प्रोसेस चाहिँ देखाउन सक्दिनँ, किनभने मैले त्यो गरिसकेको छु। आफ्नो पाईको वालेटमा जानुहोस्, त्यसपछि आफ्नो चेकलिस्टमा गएर हेर्नुहोस् त्यो 1 देखि 9 सम्मको प्रोसेस कम्प्लिट भएको छ कि छैन भनेर। त्योभन्दा बाहिर चाहिँ तपाईँले देख्नुहुन्छ मेरो वालेटमा चाहिँ 571 वटा पाई अहिले छ। तर त्यसमा 320 चाहिँ अनभेरिफाइड, 0.325 ट्रान्सफरेबल र माइग्रेटेड चाहिँ 250.72। र टोटलमा 250 चाहिँ मैले माइग्रेट गरिसकेको छु र त्यो चाहिँ सेल्स गर्न मिल्छ। सो तपाईँहरू यो मेन नेटको चेकलिस्टमा गएर 1 देखि 9 सम्मको सबै प्रोसेस कम्प्लिट गर्नुभयो भने चाहिँ तपाईँको पाई माइग्रेट हुन्छ र तपाईँले चाहिँ अरू वालेटमा हालेर, अरू क्रिप्टोको वालेटमा हालेर चाहिँ बेच्न सक्नुहुन्छ। यो नम्बर 4 मा रहेको छ यो कमिट टु लकअप भनेर। यसमा चाहिँ मलाई थाहा छैन, लास्ट इयरै लक गरेको मैले, 2027 सम्म लक गरेको छु मैले चाहिँ। त्यो भयो भने चाहिँ तपाईँको भएको कोइन चाहिँ त्यहाँ लक भएर बस्छ र तपाईँले त्यो बेच्न मिल्दैन 2027 सम्म अब। सो मेरो चाहिँ 225 वटा कोइन चाहिँ मैले लक गरेर राखेको छु। मलाई थाहा थिएन त्यति बेला, मैले लक गरेर राखेँ। त्यो चाहिँ 27 मा मात्र अनलक हुन्छ। र अर्को 25 वटा कोइन चाहिँ जुन चाहिँ मैले आफ्नो वालेटमा हालेर बेचिसकेको छु, त्यो चाहिँ मैले देखाउन जाँदैछु। अर्को कुरा भनेको चाहिँ तपाईँलाई यो अनलक गर्नको लागि चाहिँ 24 वर्ड्सको एउटा प्याराफ्रेज सेन्टेन्स दिएको हुन्छ यहाँ, जुन चाहिँ तपाईँले हाल्नुपर्ने हुन्छ आफ्नो वालेटको युनिक आइडी जस्तै। त्यसरी खोलिन्छ यो। अब तपाईँले देख्न सक्नुहुन्छ मेरो चाहिँ 226.69 वटा पाई चाहिँ माइग्रेट भएको थियो, जसमा 0.05 पाई चाहिँ अभाइलेबल छ अहिले बेच्नको लागि। किनभने मैले 20 र 4 जोडेर 24, टोटल 24 वटा चाहिँ मैले आफ्नो क्रिप्टो वालेटमा हालेर बेचिसकेको छु। तपाईँलाई म त्यो प्रोसेस पनि देखाउँछु। यहाँ हिस्ट्रीमा हेर्न सक्नुहुन्छ मैले चाहिँ 2024 को लगभग डिसेम्बरमा चाहिँ आफ्नो पाईको कोइनहरूलाई सेक्योर गरेर राखेको थिएँ मेन नेटमा ट्रान्सफर गरेर। किनभने लास्ट इयर पनि हल्ला थियो कि पाईको चाहिँ अब ट्रेड सुरु हुन्छ भनेर, अनि त्यति बेला चाहिँ मैले माइग्रेट गरेको थिएँ र अहिलेको लागि सजिलो भयो। सो टोटल 24 वटा कोइन्स जुन चाहिँ मैले आफ्नो क्रिप्टो वालेटमा हालेँ र बेचेको छु।
वालेटमा हाल्नको लागि चाहिँ तपाईँहरूले पहिला जानुहुन्छ पेमा क्लिक गर्नुपर्ने हुन्छ र त्यहाँ म्यानुअल्ली गर्नुपर्ने हुन्छ। सो यहाँ वालेटको एड्रेसमा चाहिँ तपाईँहरूको जुन क्रिप्टोको अकाउन्टको एड्रेस छ, वालेटको एड्रेस, त्यो एड्रेस हाल्ने हो अनि सेन्ड गरिदिने। यति सजिलै छ। मेरो लकअपमा चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले 2024 को डिसेम्बरमा लक गरेको, 2027 को डिसेम्बरमै खोलिन्छ। यदि हजुरहरूलाई अब तपाईँहरूको यो कुनै पनि क्रिप्टोको वालेट छैन भने चाहिँ तपाईँहरूले सजिलै कोइनस्पटमा अकाउन्ट खोल्न सक्नुहुन्छ। यो चाहिँ इजी छ, एकदम इजी, तर पैसा चाहिँ अलिक कम आउँछ यसमा। त्यही भएर म चाहिँ आफ्नो अकाउन्ट लगइन गर्छु यसमा। अकाउन्ट लगइन गर्ने बित्तिकै तपाईँहरू जानु कोइन्सको सेक्सनमा। कोइन्समा गएपछि सर्च गर्नु पाई भनेर। अहिले रिसेन्ट भ्यालु, यो भिडियो बनाउँदाको भ्यालु भनेको पाईको 2.63 अस्ट्रेलियन डलर छ, जुन चाहिँ $3बाट घटेको हो। अनि अब मेरो वालेटमा हेर्नु पऱ्यो भने चाहिँ मसँग टोटल 24 वटा कोइन्स मैले माइग्रेट गरेको थिएँ। तर 10 वटा चाहिँ मैले बेचेर अरू नै केही किनेँ। सो 14 वटा स्टिल बाँकी छ, जुन चाहिँ $36.90 को भ्यालु छ यसको। सो तपाईँहरूले देख्न सक्नुहुन्छ मैले बेचेको पनि। र यो ट्रान्जेक्सनको हिस्ट्रीमा गएर हेऱ्यो भने देख्न सक्नुहुन्छ मैले जुन त्यताबाट पठाएको 20 र 4 थियो, टोटल 24 वटा पाई चाहिँ मेरो यो वालेटमा आएको छ। त्यसको लागि चाहिँ एउटा अर्को प्रोसेस पनि गर्नुपर्छ। तपाईँहरूले उताबाट पठाएपछि म्यानुअली त्यो ट्रेडिङको इन्फर्मेसन चाहिँ हाल्नुपर्छ। त्यो इन्फर्मेसन हाल्नको लागि चाहिँ तपाईँ जानुहोस् वालेट ट्रेड, अनि त्यसपछि यसको एड्रेस कपी गर्नु। यो एड्रेस चाहिँ उता लगेर पठाउने हो। ट्रायलको लागि मसँग 0.05 वटा छ, तर म 0.01 ट्रान्सफर गरेर पनि देखाउँछु तपाईँहरूलाई। जाने आफ्नो एड्रेस पेस्ट गर्ने र त्यहाँ भ्यालु हाल्ने आफ्नो कति छ त्यति। मेरो चाहिँ 0.05 छ र ट्रान्सफर गरेको चार्ज चाहिँ 0.01 लाग्छ। यहाँबाट सेन्ड भयो, तर यहाँबाट एउटा डिटेल्स चाहिँ तपाईँहरूले लिनुपर्ने हुन्छ। त्यसको लागि चाहिँ अहिलेको ट्रान्जेक्सन हिस्ट्रीमा जाने, अनि त्यहाँ लिङ्क दिएको हुन्छ तल। त्यो लिङ्कमा क्लिक गरेपछि ट्रान्जेक्सनको डिटेल्स आउँछ। त्यो डिटेल्सलाई चाहिँ तपाईँले उता लगेर रिसिभ गर्नु, त्यो अपलोड गरेर चाहिँ रिसिभ गर्नुपर्ने हुन्छ। त्यो ट्रान्जेक्सन नम्बर र कति पाई हालेको चाहिँ अर्को ठाउँमा जाने, नेक्स्ट गर्ने यो वालेट पछि त्यो नम्बर यहाँ ल्याएर पेस्ट गर्ने। अनि अमाउन्टमा चाहिँ अघि मैले 0.01 हालेको थिएँ, त्यो भएर 0.01 हाल्छु। अब चाहिँ लगभग 30 मिनट्स हुन लाग्यो र मेरो वालेटमा गएर हेरौँ। मेरो देख्न सक्नुहुन्छ पाई वालेटबाट चाहिँ 0.01 पाई अघि नै काटिसकेको छ, जहाँबाट मैले ट्रान्जेक्सन आइडी लिएको थिएँ। अब गएर हेरौँ मेरो कोइनस्पटको अकाउन्टमा। सो कोइनस्पटको अकाउन्टमा गएपछि पासवर्ड हाल्ने, त्यसपछि कोइनमा जाने, पाई सर्च गर्ने। आफ्नो वालेटमा गएर सिधै हेर्न पनि मिल्छ। अनि वालेटमा गएपछि देख्नुहुन्छ मेरो 14.01 पाई छ। अब मेरो अब ट्रान्जेक्सनको हिस्ट्रीमा जानुभयो भने चाहिँ तपाईँले देख्न सक्नुहुन्छ कोइन एड भएको। तपाईँहरूले आफ्नो पाईलाई आफ्नो क्रिप्टोको वालेटमा ल्याउन सक्नुहुन्छ। अब यहाँबाट बेच्नको लागि चाहिँ तपाईँ जाने ट्रेडमा त्यसपछि सेल गर्ने, कति हाल्नुपर्ने अमाउन्ट हाल्ने, कति क्वान्टिटी पाई बेच्ने भनेर, त्यसपछि सेल गरिदिने। आफ्नो क्रिप्टो वालेटमै पैसा आउँछ।